हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु आवर च्यानल। नेपालको फुटबल फ्यानहरुका लागि ठुलो खबर भने आएको छ। नेपाल राष्ट्रिय लिग अर्थात् एन्फा नेसनल लिग पुस 25 गते यानि कि जनवरी 9 बाट सुरु हुँदैछ। यो लिग शहीद स्मारक ए डिभिजन लिग अघि आयोजना हुन लागेको हो, जहाँ क्लबहरुले लामो समयपछि फेरि प्रतिस्पर्धात्मक फुटबल खेल्ने मौका पाउनेछन्। नेपालको ए डिभिजन लिगको कुरा गर्ने हो भने जुन 10 2023 मा भएको थियो अन्तिम खेल र त्यसपछि नेपाली फुटबलमा ए डिभिजन लिग नै भएको छैन, जुन चाहिँ अर्थात् आजसम्ममा 1000 दिनभन्दा बेसी गइसकेको छ। यो प्रतियोगिताको कुरा गर्ने हो भने काठमाडौँ उपत्यकाभित्र मात्र आयोजना हुनेछ र सिंगल राउन्ड रोबिन फर्मेटमा खेलाइनेछ। हरेक टोलीले सबै टोलीसँग एक पटक भिड्ने नै छन्। अब यस प्रतियोगितामा खेल्ने टिम्सहरुको कुरा गर्ने हो भने चाहिँ कुल 17 टोली सहभागी भएका छन्, जसमा 4 वटा टोली भने एन्फा प्रेसिडेन्ट लिग 2082 बाट छनौट भएर आएका छन्। त्यसमध्ये पर्ने भनेको लालीगुराँस एसोसिएसन क्लब, चितलाङ एफसी, नवजानो जागृति युवा क्लब र काँक्रेबिहार युवा क्लब रहेको छ। यी चारैवटा टोली भने आफ्नो आफ्नो समूहको शीर्ष 2 मा पर्दै नेसनल लिगमा सिधै छनौट भएर आएका हुन् र त्यसैगरी ए डिभिजन लिगका 13 ठुला क्लबहरू पनि रहेका छन्, जहाँ चाहिँ हिमालयन शेर्पा क्लबले यस कम्पिटिसनलाई यस पटक नखेल्ने भन्ने जानकारी दिएको छ। ए डिभिजन लिगका 13 क्लबहरूमा चाहिँ एपीएफ एफसी, चर्च बोइज युनाइटेड, फ्रेन्ड्स क्लब, चाउलाखेल युथ क्लब, मचिन्द्र एफसी, पनाङ मर्स्याङदे क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस एफसी, न्यू रोड टिम, प्लानिङ बोइज युनाइटेड, सङ्कटा एफसी, सातो बाटो युथ क्लब र श्री भगवती युथ क्लब रहेका छन्। कम्पिटिसनको प्राइज मनीको कुरा गर्ने हो भने विजेताले पाउनेछन् 50 लाख रुपैयाँ, उपविजेताले 25 लाख र तेस्रो टोलीले चाहिँ 15 लाख रुपैयाँ पाउनेछन्। नेपालले भने यसपटक क्लबहरूको तयारीका लागि भने प्रत्येक क्लबलाई 15 लाख रुपैयाँ दिनेछ। उपत्यका बाहिर भएका क्लबहरूलाई 2 लाख यात्रा भत्ता पनि दिनेछ भने उपत्यकाभित्र क्लबलाई चाहिँ 1 लाख दिनेछ। यस टुर्नामेन्टको खेलाडीहरू साइन गर्ने अन्तिम मिति भने पुस 18 गते यानि कि आज रहेको छ र फिक्चर्सहरू अझै पनि सार्वजनिक भएको छैन। त्यो भने पुस 20 गते मात्र सार्वजनिक गर्ने एन्फाले निर्णय गरेको छ। एन्फाले यसपछि अर्को टिप्पणी पनि गरेको छ कि नेसनल लिग सकिएको करिब 1 महिनापछि भने शहीद स्मारक ए डिभिजन लिग सुरु हुनेछ, जसमा होम एन्ड अवे फर्मेटमा लागू हुनेछ गेमहरू भन्ने कुरा पनि बताएको छ। र सबैभन्दा इम्पोर्टेन्ट कुरा भने नेसनल लिगको च्याम्पियन टोलीले भने अर्को वर्षको एएफसी क्लब कम्पिटिसनमा नेपालको प्रतिनिधित्व गर्नेछ भन्ने कुरा पनि बताएको छ। एउटा नर्मल फ्यानको रूपमा हेर्ने हो भने यो प्रतियोगिता एकदमै क्लबहरूको लागि राम्रो जस्तो देखिनेछ, तर एन्फाले चाहिँ अहिलेसम्म यो प्रतियोगिताको लागि भनेर कुनै पनि एक लेभलको ब्रान्डिङ अथवा केही पनि गरेको छैन, जसले गर्दाखेरि धेरै फ्यान्सहरूलाई अझै पनि यो प्रतियोगिता के हो कस्तो हो भन्ने कुरा नै अझै पनि थाहै नै छैन। र यस्तै गरिकन चाहिँ भोलिका दिनमा स्टेडियम खाली हुने हो भने एन्फाको मिसम्यानेजमेन्ट नै भन्नुपर्दछ। अन द पोजिटिभ साइड नेपाली फुटबल फ्यान्सहरूको लागि भने नेपाली फुटबल फर्किँदैछ र हजुरहरूको मनपर्ने टिम कुन चाहिँ रहेको छ पक्कै पनि कमेन्टमा गर्नुहोला र हाम्रो च्यानललाई यसै गरी माया गर्दै सपोर्ट र फलो र सब्सक्राइब गर्न भने नबिर्सिनु होला। जय नेपाली फुटबल।